Hi guys, welcome to our first vlog. अनि as promised हिजो चाहिँ मैले गेम जितेको थिएँ त्यही भएर आज सब काम बुढाले गरिदिन्छ कम खुसी चाहिँ त्यही पनि मैले 10 बजे जबरजस्ती उठाएर हैन मलाई चाहिँ त्यो सबै काम गरेको भिडियो हाल्नु मन थियो तर अब उता बेडहरु मिलाएको रुम मिलाएको चाहिँ मैले हाल्न पाइनँ सो अब चाहिँ यहाँ हाम्रो सर चाहिँ एप्रोन लाएर रेडी भइसक्यो कस्तो लागेको छ गाइस एप्रोन यो चाहिँ टेमुको एप्रोन हो है हैन सिनको एप्रोन रहेछ हैन 10 बजे मात्रै उठे म हैन अब सबै कुरा देखाउन मिलेन अब म खाना बनाएकोबाट सुरु गर्छु हैन पहिले सुरुमा चाहिँ मेरो ब्लग हो त्यसरी सुरु हुन्छ तर एज प्रमिस मैले सबै कामहरु गरिसकेको छु गर्दै पनि जानेछु मेन काम म देखाउँछु यो भाडा छ नि यो भाडा सब थन्क्याउनु पर्छ यसरी यहाँ चाहिँ आज हाम्रो हैन के पाक्दैछ आज यहाँ चाहिँ आलुको तरकारी आलु र दुङदुङे थाहा छ गाइस के हो दुङदुङे भनेको त्यहाँ मासु छ कि छैन अलिकति थोरै मासु छ हिजोको तर मासु चाहिँ ल ठीक छ भनेपछि आज हजुरले बनाउने भनेको चाहिँ त्यही दाल साग माम अचार हैन त अनि क्लिनिङ पनि गर्नु पर्यो यो यस्तो मेस भएर भएन हुन्छ के अनि पनिशमेन्ट चाहिँ हैन गाइज म लास्टमा हाल्छु पनिशमेन्ट चाहिँ किनभने अहिले पनिशमेन्ट दियो भने फेरि मेरो दिनभरिको काम नहोला भनेर मलाई छुट्टै तनाव छ पनिशमेन्ट चाहिँ कस्तो छ भन्दाखेरि सरप्राइज छ अरे पनिशमेन्ट अब के छ त्यो चाहिँ थाहा छैन हैन अब यति चाहिँ यो मैले गर्नै पर्छ याप्रो लगाउने बित्तिकै मलाई चाहिँ यस्तो प्राउड फिल हुन्छ है बिचाराले कुकिङ च्यानल पनि स्टार्ट गरेको छ नि त तर गाइज फ्लप भयो क्या कुकिङ च्यानल कुकिङ च्यानल वाज अ फ्लप म चाहिँ यसो गर्छु नि त अब हजुर रामु भइहालिस् हो हैन हजुर त रामु हो आजको लागि म चाहिँ यसो गर्छु नि त हजुर बनाउँदै गरिस् हौ म चाहिँ रेडी भएर आउँछु नि त एक मिनेट किन फेरि यहाँ साग होइरहेको त देखाउन पहिला सुरुमा आम्मामा यसलाई माथिबाट यस्तो घाँस खाए जस्तो भनेर भन्नु होला हैन तर घाँस चाहिँ हैन तर साच्चै त्यो खोलेमा हाल्ने घाँस जस्तै देखाएको छ नि हजुरले खासमा आज नुहाएर पकाउनु पर्ने हो कि हैन बुढी 10 बजे उठेको अब त्यसरी त मुख धोएर पकाउँदा भयो नि त हैन तिमी फेरि बिल्ला नआएर भ्लगमै बिल्ला हान्छ तिमी फेरि ल गाइस मेरो प्रमिस पुरा गर्नु हो कि यहाँ रुनेको कुरा ननिकाल तिमी ल गाइस यहाँ हेर्नु है यो चाहिँ भाँडाहरु थुपार्दै छ ऊ रेडी हुन जाने मान्छे हो खासमा चाहिँ तर उसले भाँडा थुपार्दैछ यहाँ हाम्रो साग पाकिसक्यो हैन यता दाल पनि सिटी लाग्दैछ भाँडाहरू केही थन्काएको छैन अनि मैले चाहिँ यति बेलासम्म अहिले चाहिँ फोहोर फ्याल्न गएको छ मैले यति भाँडा थुपार्दिएको छु अब आए पछाडिको रियाक्सन चाहिँ के हुन्छ यता माम पाक्दैछ हैन मलाई मजा आइरहेछ कि आज यो सब काम गर्न लगाउँछु के हो के भयो अनि पनिशमेन्ट त यस्तै त हो त अनि पनिशमेन्ट हैन आज सब गर्छु भने हैन हो के हैन पहिला थन्क्याउँछु भाँडा कस्तो फिल हुँदैछ त हारेर राम्रो है खै त हेर्दिउँ न त एकचोटि गाइज है दाइले चाहिँ सबै खानाहरू बनाएर रेडी गरिसक्नु भएको छ आज चाहिँ हामीलाई घाममा बसेर खान मन लाग्यो ल खाएर भन्छ नि त कस्तो भएको छ भनेर पनिशमेन्टको डे बनाएर कस्तो चाहिँ बनाइसकेछ सुन न मिठो बनाउँछु नि म क्लोज अप देखाइदिन्छु ल गाइजहरूलाई फेरि खाँदा खाँदै हाँसेला नि दामी मिठो खाएर त लगाइछ म पनि खान्छु अनि खाना खाइसके पछाडि चाहिँ मेन काम आउँदैछ अनि म फेरि देखाउँछु है त गाइस फाइनली खाना खाइसकेको छ अनि हाम्रो यता बुढा चाहिँ पोजिसनमा यता चाहिँ हिम्मत जुटाउँदै हुन्छ भाँडा माझ्नलाई खासै धेरै त छैन कि यति त हो नि भाँडा यति भाँडा पनि माझ्न सक्छैन दसैँमा पकाए जस्तो यत्रो थोरै हो भाँडा सबै जुटायो तिमीले कोही हात उठाइसक्यो त त्यस्तो धेरै गाइस त्यस्तो धेरै भाँडा छ त यहाँ देखिएको ठुलो ठुलो भाँडा देखिएको मात्रै हो क्या अनुहार हेरौँ न यहाँनिर तिम्रो बानी मलाई थाहा छैन तिमीले पनिसमेन्ट दिनुपर्यो चाहिँ कहाँ के खन्याएर हुन्छ ए कुकर पनि छ साँच्ची दाल खन्याउँछु कुकर दाल खन्याउनु परेन के गर्नु प्लिज नल्याउ न प्लिज नमस्ते गरिस् एकचोटि कुकर
कुकर भरे आएर ल त्यसो भए अलि ढिलो हुन्छ नि त जानको लागि ल गाइस यार यो भाँडा हान्न त त्यत्रो छ कहिले मान्छे खोइ त हेरौँ त कसले हार्न लाग्यो त्यो त मैले अब यो माझ्दै आम्मामा कहिले मान्छिसक्नु मैले भाँडा मेरो हाँसो रोक्दी बुढीले यति रमाइलो बुढी पाइदिन्छ हजुरले पाउँदिन यस्तो सिचुएसनमा पनि गर्न मिल्दैन होला नि कहाँ हिजो भनेको छ छैन अब गाइस चिटिङ हुँदैन भने म हेल्प गरिदिन्छु होइन आज पो तिमीले जितेको छौ त मेरो पनि त पालो आउँछ नि यसरी भिडियो खिचेर बस्ने आउँछ कति हाँसिन्छ होला नि हजुरको पालोमा त ओ माय गॉड भन्दै म हाँस्छु कम्ती हाँस्छु आज मेरो दुःखमा हेर यहाँ मेरो दुःखमा हाँस्दैछ अनि हाम्रो अडियन्सहरूलाई कसरी थाहा हुन्छ त हजुरले नि भाँडा माझेको हो कि होइन भनेर मैले सघाएँ कि बा या त है प्रमाण छ भाँडा यो त माझेको छैन भनेर एकचोटि हाँसिन्छ नि यता हेरेर फन्काउने पनि हो गाइस फाइनली राजाले आफ्नो क्राउन निकालेर राखे जस्तै मेरो बुढाले चाहिँ आफ्नो एप्रोन खोलेर यहाँनिर ठाउँमा राख्दै बसिन्छ तर फेरि यो अहिलेको लागि मात्रै हो नि भरे 2 घन्टा पछाडि फेरि लाउनु पर्छ न गाइज हामी चाहिँ बाहिर निस्किँदैछौँ होइन अनि यो मान्छेले चाहिँ मलाई रजनीगन्धा खाने बानी लगाएर नि यस्तो अब पनि खाने अनि लाउ अलिकति खान्छौ भनेपछि खान पाइयो पान मसला म यत्रो यहाँ साइडमा बुझो बनाएर टिपेर हिँड्ने है सो अब चाहिँ हामी एउटा कामको लागि जाँदैछौँ त्यस पछाडि अब यो मैले त्यहाँ चाहिँ गएर भिडियो खिच्न मिल्दैन अनि हामी आए पछाडि चाहिँ हामी भिडियो खिच्छौँ हाम्रो चाहिँ काम सकिसकेको छ अनि हामी चाहिँ घर जाँदैछौँ यता चाहिँ अब घरमा गएर मैले के काम अराउँछु भनेर म प्लान गर्दैछु क्या किनभने अब बिहानको काम सकिसक्यो काम गरेको पनि लगभग 2 घन्टा त बितिसक्यो होइन काम सकेको पनि अब मैले नयाँ काम त दिनु पर्यो नि त त्यही भएर जाने बित्तिकै चाहिँ म के गरौँ त हजुरले जाने बित्तिकै पनिसमेन्ट दिउँ कि के गरौँ हौ बुढा तिम्रो इच्छा हो म त जति छिटो मैले सुरुमा पनिसमेन्ट दियो भने हजुरले भरे फेरि काम गरिसिन पनिसमेन्ट होइन त्यो पनिसमेन्ट भनेको पनिसमेन्ट सकिसके पछाडि नो वर्क हो त्यसै सक्यो त्यो त्यसमा लास्टमै दिनुपर्छ गाइस मैले होइन अहिले दियो भने त फेरि मेरो काम केही पनि हुँदैन अब सोच्दैछु म गएर भाडा के गरेर थुपारौँ भनेर सोच्दैछु क्या म ल गाइस खासमा चाहिँ हामीले चिया बनाएर खाने भनेको थियौँ तर हामीले चिया बनाएर चाहिँ खाएनौँ दिउँसो दही खायौँ अनि दही खाँदै खाँदै लाइभ आयौँ नि त हामी होइन अनि हामीले त्यो पार्ट चाहिँ इन्क्लुड गर्न सकेनौँ अनि दाइले लुगा पनि सुकाउनु भएको थियो त्यो चाहिँ लाइभ हेर्ने मान्छेहरूले हेर्नुभयो होला अनि अब चाहिँ हजुरको लास्ट काम भनेको एउटा रामेन बनाउने मलाई रामेन खानु मन छ अनि त्यस पछाडि हजुरको पनिसमेन्टको पालो आउँछ है त गाइस यता चाहिँ रामेन पाक्दैछ होइन हाम्रो सेफले जस आज एकदम राम्रो काम गर्नु भएको छ है पनिसमेन्ट चाहिँ यस्तै हुन्छ यस्तै हुनुपर्छ अब अर्को गेममा मैले हारेँ भने चाहिँ मेरो पनिसमेन्ट के आउने हजुरलाई के दिन मन छ बुढा मलाई पनिसमेन्ट म सोध्छु गाइस अब जिन्दगानी यस्तै हो होइन अब हामी लास्ट पार्टतिर आइसक्यौँ ब्लगको प्लिज डु लाइक शेयर सब्सक्राइब आवर च्यानल होइन राम्रोसँग यसै रमाइलो ब्लग हेर्नको लागि रमाइलो ब्लग हेर्नको लागि चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला सकारात्मक गरिदिनु होला ल म यसरी फ्याक्छु क्लिक गरिसो एउटा मात्रै गर्नु पर्यो एउटा मात्रै गर्नु पर्यो ल है त पनिसमेन्ट के परेछ मलाई भनिस म पढेर सुनाउँछु ल यो बी इन कुखुरा पोज फर 5 मिनट्स उड बस 30 मैले यसको टाइम घटाइदिएँ ल कुखुरा पोज 2 मिनट्स उड बस 30 ल यस पनिसमेन्ट चाहिँ कान समात्नु पर्दैन कुखुरा यता हेर क्वाक गरिस नि त गाइस के गरौँ त बिचरा गाह्रो भएर 2 मिनटसम्म राखौँ कि नराखौँ भन्नु त अन्त मैले ल माया गरेँ ल गाइज मलाई माया लाग्यो होइन म यस्तो धेरै पनि पनिसमेन्ट दिन सक्दिनँ ल छोडिदिछु हजुर अब अर्को पनिसमेन्ट गरिस हजुरको 30 टाइम्स उड बस ल कम अन यु क्यान डु इट
कान समातेर कान समातेर नि उठ बस भन्ने बित्तिकै त त्यो स्कुलमा गरेको याद आइहाल्छ नि हारेपछि होइन छिटो छिटो गरिस् भने छिटो सकिन्छ गन ल ल 1 2 3 4 5 6 7 के भयो 7 मा हटाट भयो 8 9 10 11 12 13 14 15 16 के हो यो 16 यो त चिटिङ भयो ए यस्तो कहाँ हुन्छ छिटो 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 न 20 त पुऱ्याउनु पर्छ 15 भएको छ 16 यो 16 भन्छ 15 भयो त काम राम्रोसँग भएन ल छिटो छिटो 16 17 18 19 ए यो भएन 19 20 भने गाइज हेर्नु त यस्तो चिटिङ गर्ने के छिटो न छिटो 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 19 अझै तल 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 छुनु पर्यो अनि अब चाहिँ अब 19 अब 20 20 भइसक्यो 20 अब लास्ट हुन्छ पेट घटाउनु परेन ल छिटो 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 20 ल ए 21 हान्दिएको आम्मा 22 23 24 25 भयो हेर त बिचारा 30 हो र ए उठ 30 त 20 किन कटो हुन्छ नि मैले दिएको पनिसमेन्ट कस्तो फिल भइरहेछ त हारेर लङ्गडे भएको आया ल गाइस हाम्रो पनिसमेन्ट पनि सक्यो होइन अब अझै एकदम फन्नी अनि रमाइलो भ्लग चाहिँ नेक्स्ट थर्सडे आउँछ अनि हजुरलाई के भन्नु चाहिँ यत्रो मिहिनेत गरे आउँछ डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब एकचोटि हाँस्दैछ नि त हजुरको सिग्नेचर मिल्दैन हाँस्नु सक्दैन गाइज थ्याङ्क यू फर वाचिङ आवर भ्लग अब हामी फेरि अर्को थर्सडे नयाँ भ्लग लिएर आउँछौँ हजुरहरूले कमेन्ट गर्नु होला अब थर्सडे चाहिँ के गरौँ भनेर एन्ड थ्याङ्क यू फर वाचिङ सबैजनाले फलो गर्नु होला बाई बाई सी यु इन आवर नेक्स्ट भ्लग